So yo guys, hello, welcome back to लाइट my देखिन्न के थाहा छैन हजुरमा अनि आज चाहिँ हैन हामी आएको पनि एक दिन बितिसक्यो अनि आज चाहिँ हामी बिहान कति बजे हो अहिले बिहान चाहिँ गाइस हामी घरमा नभनिकिन बिहानै उठेर भागेको हेर्नु कति अँध्यारो छ बिहान घरमा नभनिकिन उठेर हामी भागेछौँ मुख पनि धुन पाएको छैन हैन गाइस यस्तो रमाइलो छ नि यता गाइस के भनौँ कि साच्चै यस्तो रमाइलो हेर्नु न भ्युज त यस्तो खतरा छ कि भ्युज त गाइस के भनौँ हजुरलाई हैन बब्बाल रमाइलो के गाइस जे भए पनि गाउँघर भने गाउँघर भने रमाइलो त भइहाल्छ यस्तो जाडो छ बनाउनको लागि फेसमा लाइट चाहिएन अनि यस्तो चाहिँ अब चाहिँ हामी अब त झर्दैछौँ हो यस्तो जाडोमा हैन लास्टै जाडो मेरो शरीर यस्तै काटिरहेको गाइस अनि अहिले चाहिँ हामी कहाँ जाँदैछौँ खुर्सानी जाँदैछौँ होइन अब चाहिँ हामी खुर्सानी कस्तो नाम हो कि फेरि गाइस यहाँको है त्यही त यहाँ ठाउँको नामहरू पनि कतै तातो पानी कतै चिसो पानी कतै खुर्सानी कतै डल्ले खुर्सानी के नाम त्यही त यहाँ फेरि दुईवटा खुर्सानी रहेछ के ठाउँको नाम एउटा तल्लो खुर्सानी एउटा माथिल्लो खुर्सानी भन्ने रहेछ कि ठाउँको नाम होइन अहिले चाहिँ हामी तल्लो खुर्सानी जाँदैछौँ भ्लग गाना सानो नसुनौ बनाउनु त होइन अनि हामी चाहिँ अहिले तल्लो खुर्सानी जाँदैछौँ तल्लो खुर्सानी दिदीलाई केही नभनिकन हामी भागेर आएको छौँ गाइस भेलाजीले त सुतेर बस्नु ब्लगर चाहिँ हाम्रो भाइ हो ब्लग बनाउँदै हिँडिरहेको छ देखाइदे त सकल देखाइदे अनि यहाँ चाहिँ मेरो अर्को एडिटर साथी बनाउँदै मेरोमा हुन्न क्या मिल्दैन ए अनि एन्ड्रोइडमा कहाँ हुन्छ त अनि त्यो चाहिँ एन्ड्रोइड होइन जाडो भयो के यस्तो जाडो ए गाइस हेर्नु पुल पनि आइसक्यो यहाँ होइन ए हरि खोला हेर्ने हो हजुरलाई मैले हिजो देखाउन पाएको थिएन राम्ररी सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला यहाँको झिलिङ्गे पुल यस्तो रमाइलो है हेर्दा पनि डरै लाग्दो हो कि यो झिलिङ्गे पुल तर्साउन दिन्छ अरे के रातिमा तर्साउन दिन्छ अरे मैले आउनुपर्छ अहिलेको त गायब पानी सानी ए ऊ त्यो आइसक्यो बोरा आइस अघि हामीले भुट जस्तो मानेको त यहाँ त उस आइसक्यो ढुङ्गा आइसक्यो यो चाहिँ सुकेको खोला है देख्न सक्नुहुनेछ अनि अर्को चाहिँ अर्को चाहिँ यता छ खोला आज चाहिँ हामी सायद मेरो दिदीको साथीहरूले हामीलाई यहाँ लिएर आयो भने हामी नुहाउन आउँछ दिदीले भनेको नत्र भने नजाने नुहाउन अनि यताको चाहिँ यस्तो गहिरोवाला खोला चाहिँ होइन यस्तो भव्य आउँछ के भन्नु गाइस ओहो हजुरहरूलाई के भनौँ भन यस्तै पाहाडहरू खतरा छ क्या होइन अब चाहिँ हामी जाँदैछौँ मलाई लास्टै चिप्लो रहेछ यहाँ त म हेरौँ न त्यहाँ के छ ब्रेड छ त यस्तो जाडो फाइनली हामी पुल कट्यौँ पुल कट्यो गाइस हेर्नु यो पुलको आखिरी भाग पुलको आखिरी भाग वहाँबाट हिँड्दै आयौँ है अनि गाइस हातै खोलेर रेड बुल खाएर फाले रहेछ यसको पनि हामीले आज एड गराइदिन्छौँ टुङटुङ पुल चाहिँ यति लामो छ होइन देख्न सक्नुहुन्छ ओ चाहिँ हामी यताको उकालो चढ्नु जाँदैछौँ कि गाइस अलि अब यहाँको उकालो त सजिलो छ योभन्दा अझै उतातिरको उकालो चढ्नुपर्छ होइन यस्तो उकालो यो त केही होइन गाइस यो त नर्मलै हो अझै अर्को उकालो त होइन गाइस यस्तो उकालो चढ्नुपर्छ होइन गाउँघरतिर त यति उकालो त केही होइन गाइस बाँझै बसिसकेको हुन्छ होइन गाइस यस्तो थाकिन्छ कि गाइस यस्तोमा त भोलिबाट काममा गइदिउँ भोलिबाट कहिले हिजो राति मैले हिजो राति थाहा पाएको थिएँ तर फेरि म एकछिन मिलाएपछि कि निलोको झोमा भएपछि उठ्यो भने पनि फेरि सुत्दिन्छु
यस्तो थकै लाग्यो नि गाइस होइन म राति 1 बजे होइन 1:30 बजे गाइस यो त सफारी हो यहाँ चाहिँ सुट पनि हुन सक्छ त्यही पनि हामी जय हनुमान भन्दै हिँडिरहेको छौँ पहिले गएको न गाइस यस्तो क्या न अझै एउटा उयो उकालो चढ्न छ गाइस न बत्ती न के थियो क्या गाइस म त होइन धन्न मोबाइल थियो मोबाइलको बत्ती बालेँ दुईटा भन्न म गएँ अनि त्यसपछि म चाहिँ गरेँ अनि आएँ फेरि अघि कति 4 4:30 5 5:30तिर फेरि हल्ला आयो फेरि गएँ फेरि गएँ हनुमानजीले उचालेर ल्याएको पर्वत यत्रो ठुलो पर्वत छ रमाइलो ल म पर्वतमा चढ्छु ल अर्को भाइले देखाउनुहुन्छ ल पर्वतमा चढेर हेर्नु त गली गली तेरी राह चले फाइनली चढे गाइस यता आउनु गाइस यता ल गाइस यो झऱ्यो बाहुबलीको छोरो म चाहिँ झरेँ है त म चाहिँ अब त्यो आलो उकालो चाहिँ अलिक गाह्रो हुन्छ क्या वाह घाम उदाउनु लाग्छ त यस्तै त्यो उकालो चाहिँ अलिक गाह्रो हुन्छ कि गाइस चल्नु त्यो म होइन हिजो यता जाँदा यस्तो एक्साइटेड थियो नि यति त इजी चढिरहेको थियो कि अब आज हेरौँ कस्तो हुन्छ सकिन्छ कि नै कस्तो चढ्छ यस्तो बाटो गाइस अनि यस्तो बब्बाल रमाइलो के छ तर यस्तो यहाँबाट त हामी यस्तो कट्टु टी सर्ट लगाएर आएको छौँ जाडो हुँदा पनि तपाईँहरूको लागि भनेर तपाईँहरूले एउटा सब्सक्राइब गर्नुको लागि मर्नु खोज्नुहुन्छ अलिअलि थाकेँ गाई म त हिँडेर होइन बोलेर थाकेँ यार म पनि यहाँबाट चाहिँ होइन गाई झ्याएको भ्यू यस्तो खतरा आउँछ नि देखाउँछु फुल भ्लग हाल्ने रे फुल भिडियो यस्तो अहिले जाने बेला सर्ट फर्म बनाऊँ न अनि सुरुमा त्यो सर्टमा अपलोड गरौँ न है गाई झ्याएको चाहिँ यस्तो भ्यू आउँछ क्या यस्तो खतरा थाकियो जे होस् रमाइलो हो यता होइन बट यस्तो यो चाहिँ ट्रक उता अगाडि हाम्रो एडिटर थाक्यो गाइस हिँड्दा खुट्टा देखिसक्यो माथिल्लो खुर्सानी जाने र जानु एकचोटि ट्राई गर्नु अनि यस्तो छ यताको चाहिँ होइन भ्यू देख्न सक्नुहुन्छ यस्तो खतरा भ्यू आउँछ नि गाइस कुनै दिन म फोटो खिच्छु कि फेरि दोकानै भन्न हेर्नु न माथिल्लो खुर्सानीतिर यो दोकान त खुल्ला थियो के अरे घर यही हो यही खाने र घर यही हो क्या के खाना होस् तैँले के खाने होस् कुनै के हुन्छ हिँड्न जाऊँ पहिला माथिल्लो खुर्सानीतिर गएर कसो खुल्छ होला होइन गाई आउँछ माथिल्लो खुर्सानीतिर गएर चाहिँ भ्यू चाहिँ यस्तो खालको गाई ओहो कति राम्रो हो बाटो चाहिँ यस्तो छ होइन बब्बाल अर्कै क्यामराम्यान के भनौँ एडिटर यस्तो खतरा हिजो त झन् खतरा देखेको थिएँ कि अहिले त्यस्तो राम्रो नदेखेँ मैले होइन हिजो त्यस्तो उता त जाने नि त्यहाँबाट तलतिर बादल देखिने रे क्या उता मासतिर जाने रे